डक्टर हुने नि होइन, आर्यन हुने नि होइन, बट वी क्यान अब एउटा एक्स्ट्रा अर्डिनरी मेन अर वुमन क्यान डु एन्ड एक्स्ट्रा अर्डिनरी थिङ्स होइन। किनभने यसो हुन्छ, जस्तै यो बिएलएस यति छिटो रेस्पोन्ड गर्नुपर्छ कि 4 to 6 मिनट्स है। अब यसमा टेक्निकली अब इन्स्ट्रक्टरले पनि भन्नुहुन्छ त्यो गोल्डन मिनेट भन्नुहुन्छ, 2-3 मिनट्स अथवा 3 मिनट्स पछाडि रेस्पोन्ड गर्न सक्नुपर्छ। अदरवाइज अब यो अक्सिजनको ल्याग अथवा ब्लड ट्रान्सपोर्ट भएन भने त हाम्रो ब्रेन डेड हुनसक्छ, हाम्रो शरीर फङ्सन गर्दैन। त्यसकारण यो बिएलएस इज स्पेसल्ली डिजाइन फर द्याट टाइम ग्याप। किनभने धेरै समय हुँदैन, किनभने अब हस्पिटल अथवा मेडिकल टिम आउन त अभाइलेबल हुनुहुन्न नि त, उहाँहरूसँग पुग्न त 10, 15, 20 मिनट, इभन हाम्रो आफ्नै भेहिकल छ भने नि कुदाउँदै इट विल टेक 10-15 मिनट्स। त्यो 10-15 मिनट्स चाहिँ कति इमर्जेन्सीको लागि के हुन्छ, त्यो एकदम ढिला हुन्छ। फर इक्जाम्पल फर चोकिङ है। र अब एज एन अब अकुपेसनल हेल्थ एन्ड सेफ्टी प्रोफेसनल मैले भन्नुपर्दा अब सेफ्टीमा दिस इज भेरी सेन्सिटिभ प्लेस। प्री स्कुल एकदम सेन्सिटिभ हो, बिकज यु वर्क विथ लिटल चिल्ड्रेन्स र तपाईँहरूले र बच्चाहरूको सिग्निफिकेन्ट टाइम अराउन्ड 6 to 8 आवर्स यहाँ स्पेन्ड हुन्छ। र यु आर नट जस्ट अ टिचर ओन्ली, यु आर अ प्रोटेक्टर, यु आर अ केयर गिभर्स, यु आर दि फर्स्ट रेस्पोन्डर्स। तपाईँ फर्स्ट रेस्पोन्डर हो होइन। र यु आर सेकेन्ड प्यारेन्ट्स एज वेल। तपाईँको हातमा ठुलो भूमिका छ होइन। र तपाईँले अब कुनै उसमा जस्तै बाई मिस्टेक तपाईँहरूले राम्ररी एक्ट गर्न सक्नु भएन भने ठुलो दुर्घटना हुन पनि सक्छ। द्याट विल डिफेम योर अर्गनाइजेसन। तपाईँको प्रोफेसनल इन्टिग्रिटी पनि बिग्रिन्छ। हेर्नु यत्रो वर्ष काम गर्नुभएको छ होइन गुड फेथले, तर कहिलेकाहीँ इमर्जेन्सीमा हामीले एक्ट गर्न नसक्दा जति वर्ष हामीले जुन रिप्युटेसन बनाएका छौँ नि द्याट क्यान कोल्याप्स है विदिन सम टाइम। अब त्यस्तो इन्सिडेन्टहरू धेरै छन्। त्यसकारण हामीले एज अ प्रोफेसनल वी सुड बी अवेर। हामीले जहिले पनि काम गर्दाखेरि सेफ्टी एट फर्स्ट होइन। र यसमा स्टुडेन्ट सेफ्टी मात्र होइन, इभन योर सेफ्टी इज अल्सो इम्पोर्टेन्ट, बिकज यु आर अ मदर, यु आर सम वान डटर होइन। सबैको हेल्थ त्यत्तिकै इम्पोर्टेन्स छ। विशेष गरी अब चिल्ड्रेनको दे आर भेरी अब सेन्सिटिभ होइन। दे आर दिस डे चिल्ड्रेन्स आर भेरी प्रिसियस अल्सो होइन, सबै प्रिसियस हुनुहुन्छ। त्यसकारण हामीले नि अहिले यो बिएलएसको प्रोग्राम डिजाइन गरेका छौँ। र यो बिएलएस प्रोग्राम नि भक्तपुरको हाम्रो फ्रम पार्ट अफ अस है, दिस इज द फर्स्ट प्रोग्राम इन द भक्तपुर डिस्ट्रिक्ट। र यसमा हाम्रो पनि इन्ट्रेस्ट भएको हो। यसमा अब मेरो नानी र हाम्रो डाक्टर साहबको बाबु पनि हाम्रो पनि एउटा इमोसनल अट्याचमेन्ट भएको हुनाले हामीले पनि यतापट्टि इन्ट्रेस्ट र यतापट्टि विशेष गरी म सुमन सरलाई एकदम थ्याङ्क यू भन्न चाहन्छु। अनिता म्याम, दिनेश सर हुनुहुन्छ। मैले प्रपोज गरेँ र यो कुरा नि मैले अब सुमन सरसँग भेट्दाखेरि इट्स बिन 1 year यी कुराहरू राखेको थिएँ। उहाँले एकदम यसलाई मनन गर्नुभएको थियो र त्यो उहाँको कमिटमेन्ट देखेर एकदम खुसी पनि लाग्यो। र स्कुलले दिस ट्रेनिङ इज नट अ फ्री है, यो यसलाई दिस इज अ भेरी कस्टली ट्रेनिङ। आई डोन्ट वान्ट टु मेन्सन द अमाउन्ट होइन, त्यो पर्दैन, बट दिस इज वान अफ द कस्टली ट्रेनिङ। यसमा अब अभियसली होइन वी हेभ गिभन अब स्पेसल डिस्काउन्ट एट अफोर्डेबल प्राइस, बट स्टिल स्कुल हेज गुड इन्भेस्टमेन्ट अन यु। यो एकदम गुड इन्भेस्टमेन्ट गर्नुभएको छ। र यो इन्भेस्टमेन्ट नि इट्स फर नट फर द के अरे ओन्ली टिचर्स अथवा विद्यालयको लागि मात्र यो ट्रेनिङ अथवा यो स्किल काम लाग्ने होइन। हेर्नुहोस् भोलिको दिनमा यो ट्रेनिङ इट मे वर्क्स एट योर वर्क होइन। हजुरहरूको पनि बच्चा हरू हुनुहुन्छ अथवा नानी बाबुहरू हुनुहुन्छ, प्यारेन्ट्सहरू हुनुहुन्छ होइन, ओल्ड एज पिपलहरू हुनुहुन्छ। सो इट मे निड यु होइन। यो जुनै पनि बेला लाग्छ काम। त्यसकारण मेरो हम्बल रिक्वेस्ट टु यु अल, प्लिज टेक इट भेरी सिरियसली। दिस यसलाई टेकन एज ग्रान्टेडको रूपमा नलिउँ। वी हेभ भेरी एक्सपिरियन्स इन्स्ट्रक्टर हुनुहुन्छ। मैले डाक्टर दिनको बारेमा अघि भने डाक्टर साहब हुनुहुन्न थियो। हि हेज बिन वर्किङ इन द फिल्ड अफ यो एज अ पेडियाट्रिसियन, बालरोग विशेषज्ञ 7-8 वर्षदेखि प्रिमियम हस्पिटल मेडिसिटीमा आबद्ध हुनुहुन्छ। सो आई हेभ रिक्वेस्टेड हिम टु कम, किनभने हि इज द मेन पर्सन, हि नोज द डिफ्रेन्ट केसेस होइन। त्यो कुराहरू आज हामीले सुन्न पनि पाउँछौँ। र के मेडिकल इमर्जेन्सी हस्पिटल केसेसहरू आइरहेको छ, ती कुराहरू पार्ट अफ ट्रेनिङमा पनि छ। बट
his experience, his insight will be very valuable to all of us है र विदाउट फर्दर डिले अब म धेरै टाइम लिन चाहेन हामी पछि पनि यतापट्टि यो ट्रेनिङ सकेपछि हामी फर्दर कुरा गरौँला यो ट्रेनिङको इम्पोर्टेन्सको बारेमा म फर्दर केही भनौँला र मैले यहाँ ट्रेनिङ रुल्स अघि डिस्प्ले गर्नुभएको रहेछ अब हजुरहरूलाई मैले भन्नुपर्दा प्लिज एटेन्ड द फुल ट्रेनिङ हामीले 11 to 4 गरेका थियौँ हामीले अन टाइम नै वी हेभ स्टार्टेड है फुल ट्रेनिङ लिनु होला नो टु एन्ड फ्रो आज स्कुल लागेको छैन तपाईहरु फ्री हुनुहुन्छ तनाव केही पनि छैन जस्ट फोकस अन द ट्रेनिङ कन्टेन्ट है पार्टिसिपेट इन बोथ थ्योरी एन्ड प्र्याक्टिकल सुरुमा हजुरको थ्योरी हुन्छ अनि डेमोन्स्ट्रेसन हुन्छ प्र्याक्टिकल हुन्छ त्यो एटेन्ड गर्नुपर्छ प्र्याक्टिस सीपीआर एन्ड चोकिङ स्टेप सिरियसली एज पर इन्स्ट्रक्टर यु मस्ट लर्न दिस है फलो द ट्रेनर्स इन्स्ट्रक्सन केयरफुली किप योर मोबाइल अन डिसिप्लिन मोड प्लिज है मेरो पनि वेदर त्यो छ कि छैन आई विल चेक इट सबैजनाले डिसिप्लिन मोडमा राखिदिनु होला अनलेस इमर्जेन्सी अब त्यो रिसिभ नगर्नु होला इमर्जेन्सी छ भने प्लिज यु आर अब त्यो टाइम लिनु होला इमर्जेन्सी वी हेभ टु रेस्पोन्ड है र आफ्टर द ट्रेनिङ है विल हेभ टेस्ट रिटन टेस्ट र स्किल टेस्ट हुन्छ त्यो हजुरहरूले पास गर्नुपर्छ देन विल प्रोभाइड यु सर्टिफिकेट पार्टिसिपेसन सर्टिफिकेट त्यसकारण यु सुड बी भेरी एक्टिभ लिसनर है तपाईले एक्टिभ लिसनर हुनुपर्छ र एट द सेम टाइम प्लिज इन्टरेक्ट एक्टिभली पार्टिसिपेट गर्नु भनेको यु क्यान आस्क द क्वेसन्स है र यति भन्दै मैले धेरै टाइम लिन चाहिन म ट्रेनिङको बेस्ट विशेस भन्न चाहन्छु तपाईहरुले पुरा ध्यान दिएर लिनु होला र फ्लोरमा अब यो ट्रेनिङ हामीले त्यो शेड्युल तपाईले ट्रेनिङ मोडुल पनि पाइसक्नु भएको छ यसमा सुरुको पार्ट एडल्ट पार्ट विशेष गरी रुना खनाल म्यामले लिनुहुन्छ भने चाइल्ड र इन्फेन्टको पार्ट हाम्रो डाक्टर साहबले लिनुहुन्छ सो आई वुड लाइक टु रिक्वेस्ट रुना खनाल म्याम फ्लोर इज योर्स आउनुहोस् म्याम प्लिज अब म नि यहाँ बिदामा है हस् थ्याङ्क यू
हरेक कुरा चाहिँ जस्तो ग्रुपमा गर्नुभयो जस्तो एउटा Choking CPR दुईटै छ कि? त्यो बेला सबै स्टुडेन्ट के भन्दाखेरि एकजना टिचरलाई मात्र जस्तो अलिकति पनि बिहेभियरको बारेमा थाहा छ भने चाहिँ उहाँले चाहिँ तुरुन्तै एक्ट गर्न चाहिँ सक्नुहुन्छ है। त्यो कारणले गर्दाखेरि चाहिँ हामीलाई यो बिहेभियर्स भन्ने टपिक चाहिँ एकदमै इम्पोर्टेन्ट छ है। जस्तो त्यो कारणले गर्दाखेरि चाहिँ आज हामी चाहिँ जस्तो हाम्रो पूर्ण युनिट सकिँदासम्म चाहिँ हामीले के थाहा पाउन सकिन्छ त भन्दा जस्तो रेकग्नाइज कार्डियक एरेस्ट, ब्रिदिङ इमर्जेन्सी एन्ड चोकिङ है भनेको कार्डियक एरेस्ट जस्तो मुटुमा मुटु बन्द भयो जस्तो हजुरहरूले सुन्नुभयो हार्ट एट्याक आयो है। जस्तो अफिसरले पनि भन्नुभयो कति धेरै इन्सिडेन्टहरू अहिले हामीले नर्मली सुनिरहेछौँ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ त्यो बेला चाहिँ जुन चाहिँ हामीले त्यहाँनिर केही सपोर्ट गर्न सकेको भए कि मान्छे बाँच्नुहुन्थ्यो कि होइन त्यो पनि हामीले थाहा पाउन हेर्न अलिकति यसलाई प्रब्लम भयो अलिकति सरो त्यो पनि हामीले थाहा पाउनु पऱ्यो। त्यो चाहिँ एकदमै मेन पोइन्ट है। जस्तो अब हामीले त्यस होइन त्यो हामी हस्पिटल त लान्छ है तर फोन नम्बर चाहियो नि त हामीलाई होइन कल गर्नको लागि फोन नम्बर त चाहियो। जस्तो हाम्रो एम्बुलेन्सको नम्बर चाहिँ थाहा हुनु पऱ्यो 102 है 102 जस्तो अहिले ब्यालेन्स आएको होइन सबै सुन्नु भएको छ हामी तुरुन्तै अब हस्पिटल लानु पऱ्यो भने चाहिँ एम्बुलेन्स कल गर्नुपर्छ है। त्यो कुराहरू पनि हामी सबैलाई थाहा हुनुपर्छ है। त्यसपछि अर्को भनेको चाहिँ अब हामीले सिपिआर कसरी दिने है। जस्तो अब हामीले सिपिआर भनेको सुन्नुभयो होला छातीमा थिच्ने भनेर सुन्नुभयो होला है। त्यो चाहिँ अब सही तरिकाले चाहिँ हामीले कसरी दिन सकिन्छ भन्ने कुरा चाहिँ थाहा हुनु पर्यो है। जस्तो हामीले कहिलेकाहीँ कति बेला सिपिआर दिने कुन कन्डिसनमा सिपिआर दिने भन्ने कुरा थाहा पाएनौँ भने चाहिँ पेसेन्टको अथवा भिक्टिमको ज्यान पनि जान सक्छ